बच्चाको परीक्षा आउन थाल्यो। परीक्षामा राम्रो अङ्क ल्याउन यसरी गर्नुहोस् सहयोग। विद्यालयमा वार्षिक परीक्षाहरू अब केही दिनमा सुरु हुँदैछ। यस समयमा अभिभावकहरूले कसरी आफ्नो बच्चालाई सिकाउने भन्ने कुरा अन्यल हुन्छ। यदि तपाईँ पनि बच्चाहरूलाई राम्रो अङ्क ल्याउन मद्दत गर्न चाहनुहुन्छ भने यस्ता कुरामा ध्यान दिन जरुरी छ। सकारात्मक संवाद स्थापित, पढाइको बीचमा केही समय आराम वा आफ्नो मनपर्ने काममा बिताउनुपर्छ भनेर सल्लाह दिइन्छ। तर जब बच्चाहरूले खेलेको वा मोबाइल चलाएको देख्छन् आमा बुबाको मन आत्तिन्छ। यस्तो अवस्थामा प्राय आमा बुबाले बच्चालाई किन नपढेको भनेर गाली गर्छन्। तिमी छिमेकीको बच्चा भन्दा कम अङ्क ल्याउनेछौ, तिमी फेल हुनेछौ वा तिमीले मेरो नाक काट्नेछौ जस्ता शब्दहरू प्रयोग गर्छन्। जबकि यो समय बच्चाहरूको सकारात्मक संवाद स्थापित गर्ने र सहयोग गर्ने हो। यदि तपाईँ पनि आफ्ना बच्चाहरूको उन्नति र राम्रो अङ्कको अपेक्षा राख्नुहुन्छ भने बच्चाहरूलाई उनीहरूको समय तालिका बनाउन मद्दत गर्नुपर्छ। जबबाट बच्चाहरू पढाइएको साथै मनोरञ्जन र आराम गर्ने समय पनि निकाल्न सकुन्। सुरक्षाको भाव महसुस, अभिभावकहरूले शैक्षिक सत्रको सुरुमै बच्चाहरूलाई ट्युसन वा अनलाइन क्लास सुरु गराएर आफ्नो कर्तव्यबाट मुक्त भएको ठान्छन्। तर आमा बुबाको जिम्मेवारी कहिले समाप्त हुँदैन। उनीहरूको परीक्षाको तयारीमा तपाईँ निरन्तर सहयोग गर्नुपर्छ, जसबाट बच्चाहरूमा एक सुरक्षात्मक भाव उत्पन्न हुन्छ। हरेक अभिभावक सधैँ शिक्षकहरूको सम्पर्कमा रहनुपर्छ र उनीहरूको समस्या बारे पनि शिक्षकसँग कुरा गर्नुपर्छ। परीक्षाहरूको अवधिमा आफन्तहरू र साथीहरूलाई सकेसम्म घरमा नबोलाउनुहोस्। त्यसै गरी तपाईँ पनि कुनै विवाह यति समारोहमा नजानुहोस्। यदि तपाईँ जानुभयो भने चाँडै फर्किनुहोस्। लक्ष्यतर्फ आकर्षित गराउन, बच्चाहरूले जति पढे पनि उनीहरूलाई सधैँ केही छुटेको जस्तो अनुभव हुन्छ। यस्तो समयमा अभिभावकहरूले बच्चाहरूलाई प्रोत्साहित गर्नुपर्छ, जसबाट उनीहरूको आत्मविश्वास कायम रहोस् र उनीहरू निरन्तर आफ्नो लक्ष्यतर्फ अग्रसर हुन्। आमाबाबुले धैर्य राख्नुपर्छ र बच्चाहरूलाई परीक्षा केवल ज्ञान जाँच्ने माध्यम हो भनेर विश्वास दिलाउनुपर्छ। यसले जीवनको सफलता र असफलतामा निर्धारण गर्न सक्दैन।